म चाहिँ छोरी डियानाको पास्नीमा जानलाई रेडी हुँदैछु। कामबाट थाकेर आएकोले निद्रा पनि लागिरहेछ। मैले स्किन केयर चाहिँ गरिसकेर सनस्क्रिन पनि लगाइसकेको थिएँ, त्यही भएर बेबी क्रिम मात्रै लाउँछु। मलाई अरू धेरै मेरो केही मेकअप हुँदैन, मलाई त्यस्तो गर्नु पनि आउँदैन। सो बेबी क्रिम मात्रै लाउँछु अनि त्यसपछि हल्का ब्लस लाउँछु। पहिला चाहिँ ब्लेन्डर युज गर्थेँ, तर आजकल चाहिँ मलाई ब्लेन्डरले भन्दा हातले नै राम्रोसँग ब्लेन्ड राम्रो भए जस्तो फिल भएर म आजकल ब्लेन्डर युज गर्ने छोडिसकेँ। सबै प्रोडक्ट म चाहिँ हातले नै लगाउँछु। त्यसपछि आइब्रोको पालो, आइब्रो मिलाउँछु हल्का। त्यसपछि आई स्याडो लगाउँछु। आई स्याडो पनि त्यस्तो राम्रो मिलाएर लगाउनु त आउँदैन, हल्का जापानिजहरूले लगाएको राम्रो लागेर लगाउन थालेको। पहिला खास मलाई आई स्याडो लगाएको मन पर्दैन थियो, अचेल जापानिजहरूले लगाएको देखेर चाहिँ कस्तो सिम्पल हल्का मिठो कलरको लगाउँछ नि उनीहरूले, कस्तो राम्रो लागेर आजकल लगाउन थालेको छु। हल्का लगाउँछु आई स्याडो। त्यसपछि मस्काराको पालो, हल्का मस्कारा लगाउँछु। अनि आइलाइनर चाहिँ यता अगाडिबाट लगाउँदिनँ, उता छेउछेउमा मात्रै लगाउँछु। आजकल लिपस्टिक चाहिँ त्यस्तो गाढा कलरको त्यस्तोहरू लगाउनु खासै मन लाग्दैन, राम्रो लाग्दैन, त्यही भएर टिन्टेड लिपस्टिक मात्रै लगाउँछु। त्यसपछि आयो अब कपालको पालो। कपाल चाहिँ हल्का टुप्पोमा मात्रै वेभी टाइपको कर्ल गर्छु सबै। त्यसपछि कपाल चाहिँ फाइनल्ली यस्तो देखिएको छ, तर लाइट पुगेर राम्रोसँग देखेको छैन। फाइनल लुक चाहिँ यस्तो भएको छ मेरो। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला रे। अनि नानीसँग एक पोज फोटो पनि खिचिहाल्यो। अनि हामी चाहिँ जाँदैछौँ गाडीमा। अनि हामी चाहिँ रेस्टुरेन्ट पुगिसकेको छौँ। यस्तो डेकोरेसन गर्नुभएको रहेछ। अनि प्यारी छोरीलाई ह्याप्पी राइस फिडिङ, गड ब्लेस यु, लभ यु।